हृदयघात कसरी हुन्छ त? अनि कस्तो कस्तो व्यक्तिमा हृदयघातको उच्च जोखिम हुन्छ? अहिलेको परिवेशमा मान्छेहरू एकदम धेरै सुख सुविधाको जिन्दगी बिताउन चाहने, कुनै पनि फिजिकल एक्टिभिटी एक्सर्साइजहरू नगर्ने, अनि त्यस्तै बाहिरको खानेकुराहरू बढी खाने, अब चिल्लो पिरो अमिलो नुनिलो गुलियो जङ्क फुडहरू धेरै खाने गर्नाले विभिन्न किसिमको समस्याहरू निम्त्याउँछ र त्यही समस्याले नै हृदयघातको जोखिमलाई बढाउँछ। त्यस्तो कुन कुन समस्या होला त जसले हृदयघातको जोखिमलाई बढाउँछ? यदि हजुरमा उच्च रक्तचाप छ भने हृदयघातको जोखिमलाई बढाउँछ। अनि त्यस्तै यदि हजुरले मद्यपान धुम्रपान गर्नुहुन्छ, यदि हजुरमा मधुमेह छ, उच्च कोलेस्ट्रोल छ, मोटोपना छ, अनि त्यस्तै हजुरले एकदमै थोरै मात्रै फिजिकल एक्टिभिटीहरू गर्नुहुन्छ, फिजिकल एक्टिभिटी नै गर्नुहुन्न भने, अनि त्यस्तै हजुरको यदि परिवारमा कसैलाई पहिले नै हृदयघात भएको छ भने पनि वंशानुगत कारणले पनि हृदयघातको जोखिमलाई बढाउँछ। अनि त्यस्तै यदि हजुरको उमेर बढ्दो छ, अनि त्यस्तै यदि हजुरमा मानसिक तनाव एकदमै धेरै छ भने पनि हृदयघातको जोखिमलाई एकदमै धेरै बढाउँछ। कसरी बढाउँछ त भन्दाखेरि, यदि हजुरमा उच्च रक्तचाप छ भने धेरै समस्यामा उच्च रक्तचाप हुनाले हजुरको जुन मुटुलाई सप्लाई गर्ने, मुटुलाई रगत अक्सिजन सप्लाई गर्ने रक्तनली हुन्छ त्यसमा बोसो जम्मा भइदिन्छ। बोसो जम्मा भइदियो भने राम्रोसँग रगत अक्सिजन मुटुमा सप्लाई हुन पाउँदैन र हृदयघातको जोखिमलाई बढाउँछ। अनि त्यस्तै अर्को छ, यदि हजुरले मद्यपान धुम्रपान धेरै गर्नुहुन्छ भने विभिन्न किसिमको रसायनहरूले हजुरको रक्तनलीमा रगत जाम भइदिन्छ र रगत जाम भइदियो भने त मुटुमा अक्सिजन रगत सप्लाई हुन पाउने भएन, अनि त्यसले गर्दा नै हृदयघातको जोखिमलाई बढाइदिन्छ। अनि अर्को छ मधुमेह। यदि मधुमेहमा कस्तो हुन्छ भने रगतमा चिनीको मात्रा बढी हुन्छ, जसले गर्दाखेरि रक्तनलीमा फ्याट जम्मा बोसो जम्मा भइदिन्छ र अब राम्रोसँग मुटुमा अक्सिजन रगत सप्लाई हुन पाउँदैन र हृदयघातको जोखिमलाई बढाइदिन्छ। अनि त्यस्तै उच्च कोलेस्ट्रोल, विशेष गरी एलडिएल जसलाई हामी खराब कोलेस्ट्रोल भन्ने गर्छौँ, त्यो कोलेस्ट्रोल धेरै छ भने हजुरको रक्तनलीमा जाम भइदिन्छ र त्यसैले हृदयघातको जोखिमलाई बढाइदिन्छ। अनि त्यस्तै अर्को छ मोटोपना। मोटोपनामा कस्तो हुन्छ भने हजुरको तौल अत्यधिक छ, धेरै नै छ भने विभिन्न किसिमको समस्याहरू, उच्च रक्तचाप, मधुमेह, अनि त्यसै हाई कोलेस्ट्रोल भइदिन्छ, जसले गर्दाखेरि हृदयघातको जोखिमलाई बढाइदिन्छ। अनि त्यस्तै हजुरले एकदमै थोरै फिजिकल एक्टिभिटिज गर्नुहुन्छ, फिजिकल एक्टिभिटिज नै गर्नुहुन्न, एक्सर्साइज केही पनि गर्नुहुन्न भने त्यसले पनि हृदयघातको जोखिमलाई बढाइदिन्छ। अनि त्यस्तै पारिवारिक, यदि परिवारमा पहिला कसैलाई भइसकेको छ हृदयघात भने वंशानुगत कारणले पनि हृदयघातको जोखिमलाई बढाइदिन्छ। अनि त्यस्तै हजुरको अस्वस्थ खानपानहरू, जस्तै अब बाहिरको खानेकुराहरू, अघि नै मैले भनिहालेँ जङ्क फुडहरू, चिल्लो पिरो अमिलो गुलियो, त्यो कुराहरूले पनि हृदयघातको जोखिमलाई बढाइदिन्छ। अनि त्यस्तै अर्को छ हजुरको एकदमै हजुरको बढ्दो उमेर सँगसँगै, बढ्दो उमेर भयो भने रक्तनलीहरू कडा र साँघुरो हुन्छ, जसले गर्दाखेरि अब मुटुमा राम्रोसँग रगत अक्सिजन सप्लाई हुन पाउँदैन र हृदयघातको जोखिमलाई बढाइदिन्छ। अनि त्यस्तै अर्को एकदम धेरै हजुरमा मानसिक तनाव छ भने हजुरको रक्तचाप बढ्ने हुन्छ, उच्च रक्तचाप हुन्छ, अनि त्यस्तै मुटुको ढुकढुकी बढ्ने हुन्छ, जसले गर्दाखेरि हृदयघातको जोखिमलाई बढाइदिन्छ। सो हजुरले आफ्नो यस्तो कुराहरूले नै हजुरको हृदयघात हुने एकदमै जोखिम बढी हुन्छ। सो हजुरले फिजिकल एक्टिभिटिजहरू गर्ने, एकदम धेरै हेल्दी लाइफस्टाइल जिउने, त्यो गर्नुभयो भने चाहिँ यो सबै समस्याको समाधान हुन्छ। सो हजुरहरूलाई यो भिडियो जनचेतनाको लागि हो। यदि मन पर्यो भने लाइक सेयर गरिदिनु होला। हस्, थ्याङ्क यू, बाई बाई।